सबैभन्दा ठुलो झन्डा चाहिँ आम्मामा ल हामी त यहाँ प्रवेश भइसकेको छौँ। एकदमै सुन्दरताले भरिएको यो ठाउँ हामी आएको छौँ आज। देख्दै हुनुहुन्छ त्यहाँदेखि यसो पर देखिहाल्दा फेरि त्यो लामो तीर जस्तो घर छ होइन। वाह पानी सिमसिमे पानी परिरहेको छ र हामी यसरी नै घुमघाम गरिरहेका छौँ यतिखेर। यो मलेसियाको टप यो मलेसियाको झन्डा हो। सबैभन्दा ठुलो झन्डा यही हो। सबैभन्दा लामो ठाउँमा झन्डा भएको ठाउँ यही हो। देख्दै हुनुहुन्छ यो फरफराउँदैछन्। यहाँनिर हरेक मान्छेहरू घुम्न आउँछ टुरिस्टदेखि लिएर हरेक मान्छेहरू आउँछ छैन भनेर कुरा गरिरहेका छन् होइन। सानो भनिरहेको छ भनिरहेछन् है। आजभन्दा 22-23 वर्षसम्म पनि हामी सानो हुँदा नै छुट्टिएको हाम्रो काका किरण काकासँग भेटघाट गरेर घुम्ने कार्यक्रम मचिरहेको छ। र यो त्यहाँ माथि देख्दै हुनुहुन्छ यो सबैभन्दा लामो झन्डा यही हो होइन। देख्दै हुनुहुन्छ त्यस्तो रहेको छ। बुझ्नुभयो नि त्यस्तो रहेको छ है। ल उल्टो बाटो खिच्दाखेरि यहाँनिर यस्तो देखिन्छ। र यो चाहिँ बढी चर्चामा चर्चा रहेको छ। यो चाहिँ एकदमै यस्तो तरिका छ यो। र त्यहाँनिर देख्दै हुनुहुन्छ त्यो टावर भाला जस्तो हो। टीको भाला जस्तो है। यस्तो रहेको छ है आजको घुमघाम कार्यक्रम। फुल जस्तो फुलिरहेको छ यो बत्तीहरू। फुल जस्तो फुल्ने बत्ती यहाँनिर बत्ती 4वटा चाहिँ यसरी फुलिरहेको छ। यस्तो आजभन्दा 20-22 वर्ष 23 वर्ष छुट्टीको हाम्रो किरण काकासँग भेटघाट कार्यक्रम भइरहेको छ। यहाँ सुराज दाई साथी नेपालमा हाम्रो राजलिम्बू न धेरै छ है। हाम्रो राजलिम्बू भनेको त कतितिर छ त हाम्रो यता तपाईको त अब यता त अब हेटाउनदेखि यता त ए तामाङ मात्रै तामाङ है। काभ्रे प्लान्टो आदि यता कार्यक्रम यस्तो रहेछ। सो आजको एपिसोडमा तपाईहरुलाई स्वागत छ।
यसो घुमघाम गर्ने क्रममा एकदमै मान्छेहरू चर्चा घुम्न आउनको लागि यहाँ आउने गर्दछ। यो देख्दै हुनुहुन्छ यो चाहिँ उल्टो बाटो। पहिला चाहिँ कता गर्थ्यो? उत्यो ल है ल सरा पर त्यो हाम्राङको राजु अब आजको झम्का भेटसँगै यसो घुमघाम कार्यक्रम चाहिँ हाम्रो छोरी गाडी बढिरहेको छ। देख्दै हुनुहुन्छ हाम्रो एकदम यहाँनिर घुम्ने ठाउँ चाहिँ एकदम राम्रो ठाउँ हो। यहाँनिर देख्नुहुन्छ यस्तो खालको देख्दै हुनुहुन्छ होइन, एकदमै रमाइलो ठाउँ रहेछ। र यहाँनिर गर्मीले चाहिँ छाता चाहिने अवस्था भएको रहेछ। त्यो घडी हो 2 बजेको 2 साढे हो। यस्तो रहेको छ है।